अभी मैं जाऊंगा बच्चे लोग को लेने के लिए, क्योंकि उन लोगों का एग्ज़ाम शुरू होगा 11 बजे और अभी बज चुके हैं 9:40 और 3 टिप मार्न है मेरे को। 3 टिप हान्नुपर्ने छ होइन, त्यही भएर चाहिँ अब अहिले 9:40 भयो। 10:40सम्म चाहिँ मैले 1 घन्टामा चाहिँ 3 टिप हानिदिन्छु होइन। गाउँघरमा 20 मिनट चाहिँ इचलाई लिएर 20-60 हुन्छ नि त होइन, त्यही हो ल। स्टे ट्युन ल, स्टे ट्युन फर अपकमिङ भिडियो। यो भनेको चाहिँ अब मैले केटाकेटीहरूलाई रेकर्ड गर्न लगाएको क्या। हामी कुन बोर्डिङको हो? जस्तै कि तपाईँहरू देख्न सक्नुहुँदैछ होइन, सबैजना केटाकेटीहरू टर्न बाई टर्न निस्किरहनु भएछ। सबैजनालाई मैले स्कुलमा सही सलामत पुऱ्याइदिएको छु, त्यस बापत उहाँहरूले हाई गर्दै हुनुहुन्छ, लाइनमा जाँदै हुन्छ र म फेरि हिँडेको छु नयाँ केटाकेटीहरू लिनको लागि। नयाँ छैन तर नयाँ ठाउँमा। यता अब यो भनेको चाहिँ हाम्रो बजारको, यहाँनिर हाम्रो सिस्टरलाई हामीले देख्न सक्छौँ र यहाँनिर म जाँदै थिएँ सुभाष दाईलाई पनि देखेको थिएँ, तर अलिकति ड्रिम बधाई नरिसाउनु होला त्यसको लागि। यो भनेको चाहिँ हाम्रो मिलनचोक जाने बाटो, यो चाहिँ हाम्रो मिलनचोक हो होइन। यदि तपाईँहरू कोहीसँग बिछोड हुनुभएको छ भनेदेखि मिलनचोकमा आएर मिलन गर्न सक्नुहुनेछ। र यताको चाहिँ बाटो अलिकति नराम्रो छ, नराम्रो त होइन, यतिको बाटो एभरेजै त, तर पनि नेपालमा योभन्दा राम्रो विकास होस्, बाटो सबै गाउँ गाउँमा पिजोस् भन्ने मेरो आशा छ होइन। त्यही हो, घाम पनि लागेको छैन, नानीलाई देख्न सक्दै हुन्छ। पहिलो विद्यार्थी हाम्रो यताको गाउँको, त्यसपछि हामी लहरै अर्को विद्यार्थी लिनको लागि हिँडेका छौँ र उहाँ भाइलाई पनि हामी देख्न सक्छौँ। भाइ पनि सरक्कन ढोका खोल्दै बापत उहाँ पनि चढ्नुहुन्छ र एकचोटि हाई गरिदिनुहुन्छ बिस्तारो उहाँले। त्यसपछि हामी फेरि जान्छौँ अर्को बुनलाई लिनको लागि। अर्को बुनीको घर जानुभन्दा अगाडि चाहिँ मैले गाडी थोरै घुमाउनु पर्ने हुन्छ, किनकि म फर्किनु पनि पर्छ र बुनु आएर चढिसकेको छिन्। यो भिडियो पनि मैले पहिला जस्तो नै रेकर्ड गर्न लगाएको हो। सबैजनाले हाई गर्दैछन्, उहाँहरूको पनि र हामीहरूको के एक्जाम हो आज? हाम्रो स्कुलको नाम के हो? उहाँहरूलाई पनि मैले सही सलामत स्कुल पुऱ्याइसकेको छु। उहाँहरूको आज एक्जाम चलिरहेछ, सबैजना अटोमा निस्केर टर्न बाई टर्न डिसिप्लिनका साथ जाँदै हुनुहुन्छ होइन। अलिकति दिस इज माई स्कुल गाइज। हामी पढ्दाखेरि यत्रो डेभलप भएको थिएन यार, अहिले भयो। यो चाहिँ 11-12 हो होइन, म चाहिँ 11-12 चाहिँ यहाँ पढिनँ, प्रज्वल कलेज एकाडेमीमा पढेको हो क्या 11-12 चाहिँ। तर यहाँनिरतिर अलिकति देखिएन हौ, देखिएन होइन। आइ एम फ्रम बैकुण्ठपुरा झापा, यु गाइज नो अबाउट द्याट। राम्रो भइरहेछ होइन, जतिसम्म राम्रो थिएन। बाटो यतिको छ हौ, यतिकै अब सिधै जाने त हो, तर अब अलिक बाटो बनिसकेको छैन, द्याट्स वाइ वी आर सिइङ इट। त्यसपछि हामी लगत्तै दगाउँको बाटोतिर छिर्छौँ र दगाउँको बाटोमा छिरेपछि हाम्रो पहिलो नानी, हाम्रो पहिलो स्टुडेन्ट हामीले यहाँदेखि पिक गर्नेछौँ र पिक गरेपछि हामी दगाउँको बाटोतिर यसरी लाग्छौँ। दगाउँको बाटो निकै नै ग्राभिल छ, साउन्ड पनि धेरै आइरहेछ, त्यस भएर म भोइस रेकर्ड गरिरहेको छु, किनकि त्यतिखेर भोइसमा रेकर्ड गर्दाखेरि सुनिँदैन। र नानीहरू आइरहेछन्, हाम्रो केटाहरू छन् यहाँनिर, 2जना दाजुभाइ मोटो पत्लु छ। कट गया रे, कट गया। क्यामेराम्यान चेन्ज गर्नुपर्ने बेला भयो, किनकि यसको हात अलिकति काटेको रहेछ होइन। अर्को भिडियोमा हुन्छ। अहिलेको लागि चाहिँ हाम्रो क्यामेराम्यान सङ्गीत भाइ एकै सङ्गीत के हो के थाहा सिक्दै र नयाँ क्यामेराम्यानको साथ हामी अगाडि बढ्यौँ र फेरि हामी अर्को बुनलाई पिक गऱ्यौँ। यहाँदेखि उहाँ बुनलाई पिक गरिसकेपछि उहाँको प्यारेन्ट्सले हामीलाई सोध्नुभएको थियो एक्जाम कहिले सकिन्छ भनेर। मैले उहाँलाई सम्झाइदिएँ र हामी अगाडि बढ्यौँ। हालांकि हम देख सकते हैं इधर चारों तरफ कोहरा ही कोहरा, इधर आग लग गया था अनाज पर। दिखाना दिखाना, हाँ तुरंत खा के किसी ने आग लगा दिया। हाँ भाई, सही दिन था भाई यार, इसको बोल बोलता इधरले भने खन के आएर कन्टेस्ट गरे इधरले आएर उनलाई भने हामीले जान्दाखेरि होइन, हामीले त भिडियो खानु हाल्दाखेरि अनि जाडो भएर आगो लाग्दाखेरि मुनिबाट सल्काएर बालेको। र हामी चाहिँ यहाँनिर आइपुग्यौँ र बुनु सुरुमा आउँदै हुन्छ मोडल वाक गरेर, र उहाँ सँगसँगै अर्को भाइ पनि आउँदैछ। एउटा भाइ चाहिँ रकेट जसरी कुदेर उता गयो र भाइलाई आश्चर्यचकित लाग्यो र भाइलाई मैले भिडियो रेकर्ड गर्न लगाएँ। यो अलि सिन चाहिँ अलिक राम्रो देखिन्छ नि त, त्यही भएर यस्तो गर्न लगाएको। आज हाम्रो के एक्जाम हो? हाम्रो स्कुलको नाम के हो?
मैले चाहिँ हाम्रो बोर्डिङको स्कुलको नाम के हो भनेर सोध्नको कारण भनेको तिनैजनालाई सोध्नुको कारण चाहिँ अब कसले चाहिँ राम्रो भन्छ कसको चाहिँ चान्स अलिकति ठुलो सुनिन्छ भनेर हो। र तपाईँहरू कमेन्टमा भन्नुहोला कुन चाहिँ ग्रुपले अलिकति राम्ररी भन्यो त्यो चाहिँ म सुन्न चाहन्छु तपाईँहरूद्वारा कमेन्टमा। र हाम्रो यहाँनिर हामी वडा कार्यालय देख्न सकिरहेको छ, गौरव नवबैगुन्द्राको वडा कार्यालय हो। र हामी वी आर जस्ट अराइभ इन स्कुल। मैले चाहिँ यहाँनिर इङ्ग्लिसमा बोलेको थिएँ रियल भिडियोमा, तर अलिकति इङ्ग्लिसको ग्रामर पनि मिलेन र सेन्टेन्स पनि मिलेन, त्यही भएर मैले चाहिँ भोइस ओभरै गर्न चाहेँ। र यति भन्दै भन्दै हामी पनि स्कुलमा आइपुग्यौँ, लास्ट टोली पनि स्कुल आइपुग्यो र यिनीहरूको एक्जाम हुँदैछ। बेस्ट अफ लक भन्दै थ्याङ्क यू सो मच फर वाचिङ भन्न चाहेँ। बाई बाई।